Hello guys, welcome to my channel. एक भुते भएन क्या? Hello guys, welcome back to my channel. आज चाहिँ हामी लाकुरे भन्ज्याङ घुम्न जाँदैछौँ. अनि यो चाहिँ बाटो हो. यस्तो दामी बाटो छ नि. बाटो देखेर मलाई यहाँ भ्लग गर्न मन लाग्यो. मेरो भोइस सुन्छ कि सुन्दैन थाहा छैन. तर पनि म छु यहाँ पछाडि मेरो भाइ बहिनीहरू छ. एकदम रमाइलो लागिरहेछ. काठमाडौँमा धेरै नै चिसो परेर यहाँ कस्तो राम्रो के हो माइ गॉड रमाइलो सफा है. बाटो चाहिँ दामी रहेछ दामी. यहाँ पुग्न त पुग्यो तर यहाँ बाटो बनाइरहेको भएर हिँड्न पर्ने भयो. यति मात्र सबैलाई यस्तो बालमा चढ्थ्यो अनि माउन्टेन चढ्यो भनेर कस्तो फिल भइरहेछ. हामी त राइड आएको हो खास. अब यस्तो हिँड्नु पर्यो होइन. हिँड्ने बानी खासै छैन है. यस्तै हो बाटोहरू यस्तो छ. हाइक पनि जान सक्दैन, ट्रेकिङ पनि जान सक्दैन यस्तो तरिकाले. कुरी भन्ज्याङ अलमोस्ट पुग्न लाग्यो. यो चाहिँ हाम्रो यो चाहिँ भर्याङ छ. कस्तो चिसो छ यता त. पानी पनि कस्तो चिसो. हामी अलमोस्ट 5 मिनटमा चाहिँ हिँड्नु होला. तर यस्तो गाह्रो भइरहेछ. त्यही भएर मलाई हाइकिङ त हाइकिङ नै मन पर्दैन. जानै सक्दैन. अहिले सास भइसक्यो. वाट अ भ्यू. यस्तो राम्रो भ्यू देखिरहेछ तर यहाँ क्यामेरामा चाहिँ क्याप्चर भइरहेको छैन. घाम लागेको बेला चाहिँ दामी देख्छ. पार्क हो मनमोहन मेमोरियल पार्क एन्ड टावर. अलमोस्ट 4 किलो खानेकुरा प्लस 1 किलो कोक होला. अझै गेस गरे खाना के हो भनेर त्यो त थाहा भएन. अब चाहिँ हामी खानको लागि जाँदैछौँ. के भयो? हामी चाहिँ यहाँ बस्ने स्पट खोजिरहेछौँ. कता? ओके. आज म हाडी बिस्ट्रोको बाल्टिन बिरयानी ट्राई गर्दैछु. बाल्टिन बिरयानीसँग चाहिँ एउटा कोक अनि त्यसपछि यहाँ पापड स्यालेडहरू अनि त्यसपछि यहाँ चम्चा अनि यहाँ यस्तो आउँदो रहेछ. खोल्दैछु. Oh my God. यो कति किलो होला है? यो लगभग 4 किलो छ कि. यो चाहिँ हाम्रो भोज हो आजको हाडी बिस्ट्रोको बिरयानीसँग. पिकनिक मिनी पिकनिक. अझै तातो छ. कस्तो लाग्यो तिमीलाई चाहिँ हाम्रो बिरयानी?
कालु 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 कस्तो लाग्यो बिरयानीको हड्डी मिठो होला है ल साँच्चीकै मिठो लाग्यो होला त्यही भएर नि हामी चाहिँ कस्तो जाडो हुँदो रहेछ अलमोस्ट हामीले खाएर सकायौँ अब निस्किनु पर्छ चिसो अब चाहिँ हामी खाएर जाँदैछौँ खानेकुरा चाहिँ मिठो भयो घाम चाहिँ अलिकति ढिलो भयो नि हामी आफै ढिलो भयो चाहिँ एकदमै चिसो भयो हामी त्यहाँ बस्नै सकेन अब चाहिँ हामी यहाँबाट निस्किन लागेको यो ठाउँ चाहिँ एकदमै रमाइलो चाहिँ छ तर अलिकति ढिलो आएर चाहिँ चिसो भयो बिहान आयो भने चाहिँ बेस्ट हुन्छ होला बिहान सनराइज हेर्ने गरी अनि घाम पनि आउँछ घाममा तातो भएर बस्न सजिलो हुन्छ रमाइलो हुन्छ अब चाहिँ हामी निस्किन लागेको बाई बाई सी यू इन नेक्स्ट ब्लग बाई बाई